खासै त भएन पैसा डढेको हिसाबले चाहिँ भएन पैसा त्यत्रो त नेताका घर पैसा डढेको अनुसारले देशको विकास भएन देउबाकोमा डढो गिर्जा के अरे डढो होला किन मजाक गरे होइन त्यत्रो देशको विकास पैसा जलेको छ मेरो घरमा मसँग पैसा छ पैसा थुपारेको छु उहाँकोमा खाजा जल्यो किताब जले मेरो घरमा पैसा जले देख्नु मेरो पनि जलायो नि देख्नु पैसा त अब जलेर सिद्धियो भित्र देखिएन नि त भित्र जलो होला के थियो होइन अब के थाहा अब हामीले त देखेन देखाउनेले कति देखाउँथ्यो होला देखाउँदैन थिए होइन तर त नक्कली हो भनेर चाहिँ प्रमाणित गर्न खोजे नि त भन्नु त जला कसै खोजिसँग उसँग प्रश्न गर्नु न जलेको देखियो नि त्यो पनि नकली हो जलेको देखाएको धेरै नकली हो होइन देउबाकोमा पनि जलेको पनि उ नै हो नक्कली नै हो सबै अहिले भन्नु अस्ति तपाईँलाई उसकामा पैसा देखाइदिएन पछाडि लाग्नु नलाग्ने ए त्यसो भए एआईले नि बनायो भने त अब जले पनि होला तर जस्तो बनाएर अन्त 4 दिनसम्म धुवा उठै गरेको थियो नि यत्तिकै त के सुन हिरामतीका डल्ला बोकेर कुद्थे नि त पनि नक्कली नै हो देउबाको सरको विकास भयो भने भइहाल्छ यस्तो के भन्छ 200 सुत्ने मान्छे होइन बितेको कुराहरू निकाल्ने होइन नयाँ कुराहरू चाहिँ भन्नु होइन नयाँ कुराहरू चाहिँ माग्नु न अब दुःख लागेको मात्रै त्यत्रो पैसा रोज्दा भन्ने जस्तो लाग्यो देशको विकास गर्दै अब हामी आज यस्तो हुने त्यो पनि होला बितेको कुरालाई समय नबिताम राम्रो हाम्रो बाटो चाहिँ राम्रो होस् त्यति हो त्यो कुरामा चाहिँ दुःख लागेको मात्रै खासै त्यस्तो तपाईको चाहिँ कुरा के छ भन्नु न तपाईको चाहिँ मेरो कुरा हाम्रो देशमा अब विकास राम्रो हुनु पर्यो ठाउँको विकास हुनु पर्यो हाम्रो जिल्लाको विकास हुनु पर्यो त्यो छँदैछ होइन देशकै हुनु पर्यो हाम्रो मात्रै जिल्ला हेरेर पनि भन्ने देशकै हुनु पर्यो हाम्रो कुरा त्यही हो होइन हजुरकै घरमा भन्दा पनि जल्न त जल हो देख्छु त्यही भएर भरमको पारे मान्छेलाई अभी मजा आएगा ना भिड़ो।